नमस्कार, म आज तपाईहरुलाई स्टिफन हकिङले लेख्नुभएको बुक अ ब्रिफ हिस्ट्री अफ टाइमको संक्षिप्त रूपमा बुझाउने प्रयास गर्नेछु। यो बुकले युनिभर्स, टाइम, स्पेस, ब्ल्याक होल र कस्मोलोजीको बारेमा व्याख्या गरेको छ। यो पुस्तकले हाम्रो अस्तित्व कसरी भयो भन्ने कुनै धार्मिक कथाबाट नहोइन कि साइन्सको फ्याक्ट र थ्योरीबाट बुझाउने कोसिस गरेको छ। हकिङले यो पुस्तकमा फिजिक्सका इम्पोर्टेन्ट कन्सेप्टलाई सजिलो तरिकाले बुझाउन सक्ने गरी व्याख्या गर्नुभएको छ। हामी बिग ब्याङ, टाइम ट्राभल, क्वान्टम मेकानिक्स, रिलेटिभिटी, ग्राभिटी जस्ता विषयहरू यस पुस्तकमा बुझ्छौँ। अब हामी च्याप्टर वाइज छोटकरीमा बुझ्ने कोसिस गर्दछौँ। च्याप्टर 1, आवर पिक्चर अफ युनिभर्स। प्राचीन कालमा मानिसहरूले पृथ्वीलाई फ्ल्याट र ब्रह्माण्डलाई पृथ्वीको वरिपरि घुम्ने ठान्दथे। यो विश्वास धेरै शताब्दीसम्म रह्यो र यसले मानिसहरूको ब्रह्माण्डको बुझाइलाई सीमित बनायो। तर 16औं शताब्दीमा कोपरनिकस र ग्यालिलियो जस्ता वैज्ञानिकहरूले यसलाई चुनौती दिए। उनीहरूले सूर्यलाई केन्द्रमा राखेर पृथ्वी र अन्य ग्रहहरू त्यसको वरिपरि घुम्छन् भन्ने सिद्धान्त प्रस्तुत गरे। यसले ब्रह्माण्डको हाम्रो बुझाइमा क्रान्तिकारी परिवर्तन ल्यायो। न्युटनले ग्राभिटी र गतिको नियमहरू पत्ता लगाएर ब्रह्माण्डको गतिलाई बुझ्न मद्दत गरे। उनले देखाए कि कसरी ग्रहहरू सूर्यको वरिपरि घुम्छन् र कसरी वस्तुहरू पृथ्वीमा खस्छन्। यसले ब्रह्माण्डको गतिलाई गणितीय रूपमा व्याख्या गर्न मद्दत गर्यो। टेलिस्कोपको आविष्कारले हामीलाई ग्यालेक्सीहरू र अन्य ताराहरू देख्न मद्दत गर्यो, जसले ब्रह्माण्डको विशालतालाई प्रकट गर्यो। हाम्रो ब्रह्माण्डको चित्र समयसँगै परिवर्तन हुँदै गइरहेको छ। प्रत्येक नयाँ आविष्कारले हामीलाई ब्रह्माण्डको बारेमा नयाँ जानकारी दिन्छ। हामीले ब्रह्माण्ड कति विशाल र जटिल छ भन्ने बुझ्न थाल्यौँ। यसले हामीलाई हाम्रो अस्तित्वको बारे गहिरो प्रश्नहरू सोध्न प्रेरित गर्छ। च्याप्टर 2, स्पेस एन्ड टाइम। आइन्स्टाइनको थ्योरी अफ रिलेटिभिटीले स्पेस र टाइमलाई एक अर्कासँग जोड्छ। यसले देखाउँछ कि स्पेस एन्ड टाइम स्थिर छैनन्, तिनीहरू परिवर्तन हुन सक्छ। स्पिड अफ लाइट सधैँ स्थिर रहन्छ, तर टाइम र स्पेस परिस्थिति अनुसार फरक देखिन सक्छ। यसले युनिभर्सलाई बुझ्ने हाम्रो दृष्टिकोण परिवर्तन गर्छ। ग्राभिटीले स्पेस र टाइमलाई बेन्ड गर्छ, जसले लाइटलाई पनि प्रभावित पार्छ। यो प्रभाव ब्ल्याक होल जस्ता ठाउँहरूमा सबैभन्दा बलियो हुन्छ, जहाँ ग्राभिटी यति तीव्र हुन्छ कि लाइट समेत त्यसबाट बच्न सक्दैन। यसैले ब्ल्याक होल अझ रहस्यमय देखिन्छ। हामीले 4 डाइमेन्सन बुझ्नुपर्छ, 3 स्पेसियल डाइमेन्सन र 1 टाइम डाइमेन्सन। यी सबै मिलेर स्पेस टाइम बनाउँछन्, जसले युनिभर्सको मोसन, ग्राभिटीको प्रभाव र टाइमको प्रभावलाई बुझ्न मद्दत गर्छ। च्याप्टर 3, द एक्सपान्डिङ युनिभर्स। हबलले ब्रह्माण्ड विस्तार हुँदै गइरहेको छ भन्ने खोजे। उनले देखाए कि ग्यालेक्सीहरू एकअर्काबाट टाढा जाँदैछन्। यसले बिग ब्याङ थ्योरीको आधार बनायो, जसले ब्रह्माण्ड एक बिन्दुबाट सुरु भएको र विस्तार हुँदै गइरहेको छ भन्ने बताउँछ। युनिभर्सको एज लगभग 13.8 बिलियन वर्ष अनुमान गरिएको छ। यो उमेर ग्यालेक्सीहरू र अन्य वस्तुहरूबाट प्राप्त जानकारीको आधारमा गणना गरिएको हो। ग्यालेक्सीहरू हामीबाट मात्र टाढा जाँदैनन्, तर यिनीहरू एकअर्काबाट पनि टाढा जाँदैछन्। यसले युनिभर्सको भविष्यको बारेमा धेरै प्रश्नहरू खडा गर्छ। हामीले बुझ्नुपर्छ कि युनिभर्सको विस्तारले हाम्रो अस्तित्वलाई कसरी प्रभाव पार्छ। यसले नयाँ स्टार र ग्रहहरू बन्नको लागि ठाउँ दिन्छ, तर यसले भविष्यमा युनिभर्स चिसो र खाली हुने सम्भावना पनि बढाउँछ। च्याप्टर 4, द अनसर्टेनिटी प्रिन्सिपल। क्वान्टम मेकानिक्सले हामीले कणहरूको स्थिति र गति दुवै एकै समयमा सही रूपमा जान्न सक्दैनौँ भन्ने बताउँछ। यो सिद्धान्तले सानो स्तरमा ब्रह्माण्ड अनिश्चित छ भन्ने देखाउँछ। क्वान्टम फोम र भर्चुअल पार्टिकल्सले युनिभर्सको अनिश्चिततालाई जनाउँछ। यसले हामीलाई देखाउँछ कि युनिभर्सलाई पूर्ण रूपमा बुझ्न सकिन्न। हामीले जति प्रयास गरे पनि हामीले कहिल्यै सबै कुराहरू सही रूपमा जान्न सक्दैनौँ। यो अनसर्टेनिटी युनिभर्सको मौलिक गुण हो।
क्वान्टम मेकानिक्सले हामीलाई कणहरूको व्यवहारलाई बुझ्न मद्दत गर्छ, तर यसले ब्रह्माण्डको ठूलो चित्रलाई बुझ्न पनि मद्दत गर्छ। यसले हामीलाई देखाउँछ कि ब्रह्माण्ड कति जटिल र रहस्यमय छ। च्याप्टर 5 एलिमेन्ट्री पार्टिकल्स एन्ड फोर्स अफ नेचर। प्रकृतिमा 4 मौलिक फोर्सहरू छन्, ग्राभिटी, इलेक्ट्रोम्याग्नेटिक फोर्स, स्ट्रङ न्युक्लियर फोर्स र विक न्युक्लियर फोर्स। यी शक्तिहरूले युनिभर्सको सबै वस्तुहरूलाई नियन्त्रण गर्छ। क्वार्क्स, लेप्टन्स, बोसोन्स जस्ता प्राथमिक कणहरूले सबै पदार्थ बनाउँछन्। हामी सबै शक्तिहरूलाई एउटै सिद्धान्तमा जोड्न खोजिरहेका छौँ। यसलाई थ्योरी अफ एभ्रिथिङ भनिन्छ। यो सिद्धान्तले हामीलाई युनिभर्सको सबै कुराहरूलाई एउटै ढाँचामा बुझ्न मद्दत गर्नेछ। शक्तिहरू कणहरूद्वारा लगिन्छन्। उदाहरणका लागि फोटोनले इलेक्ट्रोम्याग्नेट फोर्स लग्छ। प्राथमिक कणहरू र प्रकृतिका शक्तिहरूलाई बुझ्न ब्रह्माण्डका मौलिक नियमहरूलाई बुझ्नु हो। यसले हामीलाई ब्रह्माण्डको उत्पत्ति र विकासलाई बुझ्न मद्दत गर्छ। च्याप्टर 6 ब्ल्याक होल्स। ब्ल्याक होलहरू ताराहरूको अन्तिम अवस्था हुन्। जब ठुला ताराहरू आफ्नो जीवनको अन्त्यमा पुग्छन्, तिनीहरूको गुरुत्वाकर्षण यति बलियो हुन्छ कि तिनीहरू आफैमा ढल्छन् र ब्ल्याक होल बन्छन्। ब्ल्याक होलको ग्राभिटी यति बलियो हुन्छ कि प्रकाश पनि बच्न सक्दैन। यसले ब्ल्याक होलहरूलाई अदृश्य बनाउँछ। ब्ल्याक होलका 2 मुख्य भागहरू छन्, इभेन्ट होराइजन र सिङ्गुलारिटी। इभेन्ट होराइजन भनेको ब्ल्याक होलको सीमा हो, जहाँबाट फर्किन सक्दैन। सिङ्गुलारिटी भनेको ब्ल्याक होलको केन्द्र हो, जहाँ गुरुत्वाकर्षण अनन्त हुन्छ। हकिङले ब्ल्याक होलहरूले रेडिएसन उत्सर्जन गर्छन् भन्न खोजे, जसलाई हकिङको रेडिएसन भनिन्छ। यसले ब्ल्याक होलहरू पूर्ण रूपमा कालो हुँदैनन् भन्ने देखाउँछ। ब्ल्याक होलहरू ब्रह्माण्डका सबभन्दा रहस्यमय वस्तुहरूमध्ये एक हुन्। तिनीहरूले हामीलाई गुरुत्वाकर्षणको चरम अवस्थाहरू बुझ्न मद्दत गर्छन्। ब्ल्याक होलहरूले स्पेस टाइमको प्रकृतिलाई पनि बुझ्न मद्दत गर्छन्। च्याप्टर 7 ओरिजिन अफ फेट अफ युनिभर्स। बिग ब्याङ थ्योरीले ब्रह्माण्डको उत्पत्ति बुझाउँछ। यसले बताउँछ कि ब्रह्माण्ड एक बिन्दुबाट सुरु भयो र विस्तार हुँदै गइरहेको छ। बिग ब्याङ पछि ब्रह्माण्ड ठुलो र जटिल बन्दै गयो, तर ब्रह्माण्डको भविष्य के हुनेछ भन्ने कुरा अझै अनिश्चित छ। ब्रह्माण्डको भविष्यका 2 सम्भावनाहरू छन्, विस्तार जारी रहनु वा बिग क्रन्च हुनु। यदि ब्रह्माण्ड विस्तार जारी रह्यो भने यो ठन्डो र खाली हुन्छ। यदि गुरुत्वाकर्षणले विस्तारलाई रोक्यो भने ब्रह्माण्ड फेरि सङ्कुचित हुनेछ र बिग क्रन्च हुनेछ। डार्क म्याटर र डार्क एनर्जीले ब्रह्माण्डको गतिलाई प्रभावित गर्छन्, तर हामीलाई तिनीहरूको बारेमा धेरै थाहा छैन। ब्रह्माण्डको भाग्यलाई बुझ्नु हाम्रो अस्तित्वको बारेमा बुझ्नु हो। यसले हामीलाई ब्रह्माण्डको स्थानलाई बुझ्न मद्दत गर्छ। च्याप्टर 8 एरो अफ टाइम। समय एक दिशामा बढ्छ। हामीले अतीतलाई सम्झन सक्छौँ तर भविष्यलाई होइन। यसलाई समयको तीर भनिन्छ। एन्ट्रोपीले समयको तीरलाई परिभाषित गर्छ। एन्ट्रोपी भनेको ब्रह्माण्डको डिसअर्डर हो जुन समयसँगै बढ्छ। समयको तीरले हामीलाई ब्रह्माण्डको विकासलाई बुझ्न मद्दत गर्छ। यसले हामीलाई जीवन र मृत्युको बारेमा पनि बुझ्न मद्दत गर्छ। समयको तीरले हामीलाई ब्रह्माण्डको अवस्थालाई एक दिशामा परिवर्तन हुँदै गइरहेको देखाउँछ। च्याप्टर 9 युनिफिकेसन अफ फिजिक्स। भौतिक विज्ञानको एकीकरण भनेको सबै शक्तिहरू र कणहरूलाई एउटै सिद्धान्तमा जोड्ने प्रयास हो। यसलाई थ्योरी अफ एभ्रिथिङ भनिन्छ। यो सिद्धान्तले ब्रह्माण्डका सबै कुराहरूलाई एउटै ढाँचामा बुझ्न मद्दत गर्नेछ। यसले कणहरूलाई सानो ताराहरूको रूपमा व्याख्या गर्छ। च्याप्टर 10 वर्म होल्स एन्ड टाइम ट्राभल। वर्म होल्स भनेको स्पेस टाइममा सैद्धान्तिक छोटो मार्गहरू हुन्। तिनीहरूले टाइम ट्राभलको सम्भावना खोतल्छन्, तर वर्म होलहरू अनस्टेबल हुन सक्छन् र यिनीहरूलाई प्रयोग गर्न गाह्रो हुन्छ। समय यात्राले प्याराडक्स सिर्जना गर्न सक्छ। उदाहरणका लागि, यदि तपाईँ अतीतमा जानुभयो र आफ्नो आमालाई भेट्नुभयो भने के हुनेछ? यसले क्याजुअलिटीको प्रकृतिलाई चुनौती दिन्छ। समय यात्रा रोचक भए पनि यो सैद्धान्तिक अवधारणा मात्र हो। च्याप्टर 11 कन्क्लुजन। यस पुस्तकले ब्रह्माण्डको रहस्यलाई खोज्ने प्रयास गरेको छ। हकिङले पाठकहरूलाई जिज्ञासु बन्न र ठूला प्रश्नहरू सोध्न प्रेरित गर्छन्। उनले ब्रह्माण्ड किन अस्तित्वमा छ र जीवनको उद्देश्य के हो भन्ने प्रश्नहरूमा विचार गर्छन्। उनले विज्ञानको महत्त्वलाई जोड दिन्छन्। उनले बताउँछन् कि विज्ञानले हामीलाई वास्तविकतालाई बुझ्न मद्दत गर्छ। उनले मानव जातिहरूको भविष्यलाई आशावादी दृष्टिकोणबाट हेर्छन्। यसले हामीलाई ब्रह्माण्डको रहस्यहरू अन्वेषण गर्न प्रेरित गर्छ। हामीले ब्रह्माण्डलाई बुझ्न सक्छौँ भन्ने विश्वासलाई मजबुत बनाउँछ।
आजलाई यति नै। फेरि अर्को किताबको समरीमा भेटौँला।